ल बल्ल बल्ल घोडा तबेला भन्ने ठाउँ आइपुग्यो। यहाँ चाहिँ घोडा चर्ने चरणहरू टन्नै रहेछन्। घोडाहरू आरामले चरिरहनु भएको छन्। यहाँबाट चाहिँ हिमाल देख्न थाल्यो है, बल्ल बल्ल खुल्ला। हामी पुग्ने भनेको चाहिँ त्यो हिमालबाट पनि अझ उतापट्टिको खोजबाट जानुपर्ने छ। कति आनन्द छ यिनीहरूलाई पनि। ल फेरि चल्दा ल्याएर ल के गरे होला यसले ढाड चिलाएर होला है। घोडाले हान्दा त नहान्ला नि है। घोडालाई ढाड चिलायो भने यस्तो गर्छ। अब कलिको पुच्छरले कमाउनु मिलेन, खुट्टाले कमाउनु मिलेन। आइडिया चाहिँ दोहोरो छ। ल हाम्रो आजको दोस्रो दिनको यात्रा पनि रमाइलोसँग गइरहेछ। अहिले ठिक्क 10 बज्यो। घोडा तबेला भन्ने ठाउँ आइपुग्न लाग्यो। थोरै धेरै छैन अब हाम्रो ट्रेकिङ जारी नै छ अहिलेसम्म। बाटो यस्तो राम्रो छ अहिले चाहिँ। हाम्रो दुईजना साथी आनन्दले फुर्तीका साथ हिँडिरहनु भएको छ। घोडाको नजिक जाउँ भने फेरि लात्ताले हान्देला होइन। यस्ता रुखहरू छन् यहाँ। यस्ता छन् ठाउँहरू। यता विभिन्न जातका लाली गुराँसहरू पनि टन्नै छन्, फुल्न बाँकी होइन त। एकछिन यसो थके मारौँ ल। कतापट्टि बस्छौँ? ल यन्त्र जारी छ हाम्रो। ल होइन के करायो? के करायो सुनौँ त। घोडा धेरै नभन्नु चरा हो कि के करायो जस्तो लाग्छ। ल